ए नानी, तिमी घनश्यामजी की छोरी होइन हौ? हजुर पण्डितजी, अनि कता पुगेर आयौ त? म लोकसेवाको कक्षा सकाएर आएँ कि। अनि हजुर चाहिँ कताको सवारी? म बजारतिर जाँदैछु। अनि घनश्यामजीलाई सन्चै त छ नि? हजुर एकदमै आरामै हुनुहुन्छ। हस् त पण्डितजी, लाग्छु है। घनश्यामजी की छोरी पनि बिहेको लागि लायक कि भइछे। नमस्कार पंडितजी। नारायण, बसौँ। पंडितजी, छोराको बिहे गरौँ भन्ने विचार गरेको। तपाईँको नजरमा जोडा सुहाउँदो कुनै कन्या केटी छ होला? एकजना सुन्दरी कन्या छे, पढी लेखेकी पनि छे। त्यसो भए हिला नगरौँ न पण्डितजी, हामी पनि कुरा टुङ्गाएर फर्किहाल्छौँ। छोराको पनि धेरै दिन छुट्टी छैन, सके भोलि नै कन्या र कन्याको आमा बुवासँग पाए हुन्। हस्, म चाँडोभन्दा चाँडो कन्याको बुवालाई भेट्छु, अनि उहाँहरूको विचार के छ बुझ्छु, अनि हजुरहरूलाई खबर गरौँला। अहिलेलाई म लाग्छु। पण्डितजी, अब छिटोभन्दा छिटो मेरो छोरोको बिहा चाहिँ गरिदिइहाल्नु पर्यो है। हस्, म सक्दो प्रयास गर्छु नि। हस्। नारायण, नमस्कार गुरु। ओहो, खोजेकै मान्छेसित भेट भयो त। तपाईँसित एउटा जरुरी कुरा गर्नु थियो घनश्यामजी। हो र, भइहाल्छ नि गुरु। जाउँ न, उतै बसेर। हस्, जाउँ गुरु। मन्दिर आएछ त आनन्द लाग्छ नि त गुरु। ठिक छ। भन्नुहोस् न गुरु, कुरा के हो? तपाईँकी छोरीसित हिजो बाटोमा भेट भएको थियो। खै के पो हो, पढेर आएको भन्दै थिए। ए नबिना, त्यसले ब्याचलर सिद्ध्याई अहिले चाहिँ नै अब जागिर खानुपर्छ भनेर लोकसेवा पढ्दै थिए। बिहे गर्ने उमेर कि भइसकी छे, के छ त विचार? उमेर त भइसक्यो, हामीलाई सुहाउँदो परिवारबाट कुरा आए सोच्नु पर्ला गुरु। एउटा राम्रो परिवारको केटोलाई कन्या चाहिएको छ। छोरी दिने हो त? खोइ कस्तो घरको हो, स्तर नमिल्नेसँग त अप्ठ्यारो पर्ला कि गुरु। के को अप्ठ्यारो मान्नु अहिले जमानामा पनि? फेरि उनीहरू त्यस्तो असजिलो होइनन्, खानदानी मिजासिला छन्। केटो त हिरा छ, हिरा घनश्यामजी। त्यो मौका गुमाउनु हुँदैन है घनश्यामजी। बरु म आज नै बेलुकी दुई परिवार बिच भेट्ने समय मिलाउँछु नि है। कुरो ठिकै भन्नुभयो गुरु। म एकचोटि छोरीलाई सोध्छु, उनको के विचार रहेछ, त्यसपछि गुरुलाई खबर गरौँ न। ल, यसमा मेरो नाम र नम्बर छ। तपाईँहरूको कुरो के हुन्छ मलाई खबर गर्नु होला। अहिले पूजाको समय पनि हुँदैछ। अहिलेलाई म लागेँ। हस् गुरु। ल, राधे राधे। हजुर। ए बुवा पनि आइपुग्नु भयो। के भन्नु? आज भुटनदेवी मन्दिरमा भुवन गुरुसित भेट भएको थियो। ए पण्डितजीसित? हो छोरी, एउटा राम्रो परिवारलाई कन्या चाहिएको छ अरे। आज तिमीलाई चाहिँ नि बाटोमा गुरुले देख्नु भएको रहेछ। अनि के विचार छ छोरीको बिहे गर्ने? न त हो, अब म लोकसेवाको तयारी गरिरहेछु।
फेरि नाम निस्क्यो भने जागिर पनि गर्ने कि सोचिरहेको छु बा। त्यो त ठिकै हो छोरी, जागिर त बिहेपछि पनि खान सकिन्छ, तर राम्रो कुल घरानाको केटा त पाइँदैन। नमस्कार। बस बसौ न। हुन्छ। हेर्नुहोस्, मेरो त सम्पत्ति भने पनि सन्तान भने पनि एउटा छोरी हो। आफूसँग जे जति थियो त्यो सबै छोरीको पढाइमा लगानी गरेको छु। मसँग दाइजो दिने हैसियत छैन, पछि अप्ठ्यारो नपरोस् नि हजुर। हामी पनि दाइजो विरोधी हौँ, हामीलाई दाइजो चाहिँदैन, तपाईँ ढुक्क हुनुहोस्। जाउँ त छोरो, एकअर्कासँग परिचय गर जाऊ। जाउँ त छोरी, तिमी पनि आफ्नो कुरा राख, गफर जाऊ। मेरो नाम चाहिँ मनोज, के छ आराम हुनुहुन्छ? एकदमै म नबिना। म चाहिँ सिद्ध बाबा सुरुङ मार्गमा साइट प्रोजेक्ट इन्जिनियरको रूपमा कार्यरत छु। अनि तपाईँ के राम्रो? म चाहिँ हालसालै ब्याचलर सकेँ, अब लोकसेवाको तयारी गर्दैछु। भनेपछि नवीनाजी सरकारी जागिर किनी सुरु हुनुहुन्छ? हजुर यो चाहिँ म र मेरो बाबाको चाहिँ सपना हो। म सानै छँदाखेरि चाहिँ मेरो मम्मी बित्नुभयो, अनि सानैदेखि नै मेरो बाबाले चाहिँ मम्मी र बाबा दुवैजनाको माया दिएर चाहिँ म यहाँसम्म आइपुगेको छु। त्यसलाई एउटा कुरा सोध्नु त? हजुर सोध्नुहोस् न, के कुरा हो? हाम्रो विवाहको लागि चाहिँ यो तपाईँलाई त्यस्तो प्रेसर छैन नि? नै नै छैन, यस्तो केही पनि प्रेसर छैन। म चाहिँ मेरो बाबाको एकलौटी सन्तान हो है, अनि आज्ञाकारी पनि छु। तर मेरो एउटा सर्त छ। भन्नुहोस् न, कस्तो छ? मेरो लोकसेवामा नाम निस्किएपछि चाहिँ मैले जागिर खान पाउनुपर्छ। यो त राम्रो कुरा हो नि त नि, होइन? म पनि सरकारी जागिर छु, हजुर पनि सरकारी, राम्रो हो नि त। अनि हजुरको नम्बर पाउन सक्छु? नम्बर म चाहिँ दिनभरि अनलाइन त हुँदिनँ। के छैन, राति फुर्सदमा बसेर कुरा गरौँला नि, दिनभरि अनलाइन नभए, ल? हुन्छ, टिप्नुहोस् न। छोरो, केटी कस्तो लाग्यो? राम्रो छु भाइ, राम्रै छ, राम्रै छ। अनि छोरी, तिमीले के निर्णय गर्यौ त? हजुर खुसी हुनुहुन्छ भने मेरो भन्नु केही पनि छैन। हजुरको निर्णय नै मेरो निर्णय। हस् त, कुरा पक्का भइहाल्यो। हस् त हुन्छ। अब केटा र केटीहरू मन्जुरी छन्, पक्कै जस्तो भयो। पण्डितजी, मैले भनेको कुरा त याद राख्नु भएको छ नि? छ हजुर, छ। हजुरले चिन्तै नलिबक्सोस्। कुरा मिलाएर गर्नु होला, परिवारको इज्जतको सवाल पो छ है। भइहाल्छ नि हजुर, म मिलाएरै कुरा गर्छु नि, हजुरले चिन्ता लिनु पर्दैन। अनि केटाको परिवारसित भेटघाट भयो त? भयो गुरु। कस्तो लाग्यो त केटा? केटा त लागको रहेछ गुरु, जागिरी पनि राम्रो, गजब रहेछ। मैले भने होइन त? हो गुरु हो। यसो यो सेवकलाई पनि विचार गर्नुपर्छ है घनश्यामजी। भइहाल्छ नि, गरौँ न। नानीको चिना हेरौँ भनेर आएको। हजुर, केही कुराहरू पनि गर्नु छ। ए हजुर, भित्रै बसेर कुरा गरौँ न। जाउँ गुरु, जाउँ। नानीको चिना पनि हेरे घनश्यामजी। हजुर गुरु। चिना राम्रो छ। तपाईँको हुनेवाला सन्धि खलकहरू दाइजो लिने पक्षमा त छैनन्। हामीले खोजे त्यस्तै हो गुरु।
तर जन्ती आउँदाखेरि जमाना अनुसारले इज्जत राखिदिनु भनेका छन्। अब केटाको जेठाबा कान्छाबा आफन्त दाजुभाइहरूलाई राम्ररी व्यवहार गरिदियोस् भनेका छन्। अनि सम्झेलो गर्दा के गर्नुपर्छ त्यो त हजुरले मिलाइहाल्नुको हुन्छ भन्नै परेन। पाउँ न, सुन्नु न। अनि अर्को कुरो के भने लोक लाज ढाल्नको लागि भए पनि केटाको कोठा त सजाइदिनै पर्यो। त्यसको लागि अहिले चलेको जमाना अनुसारको आधुनिक पलङ, एउटा दराज, कार्पेट अनि एउटा वासिङ मेसिन चाहिँ हालिदिनु पर्छ। त्यो कुरामा चाहिँ अब के दिनुहोस्। भने परा छैन चिना हेराउनलाई। आफूलाई दाइजो विरोधी पनि भन्नुहुन्छ। अनि कुरा पक्का भइसकेपछि यो चाहियो त्यो चाहियो। दुलैलाई सुताउने एउटा गतिलो पलङ पनि नभएको भिखारीको घरमा म बिहे गर्दिनँ। यो बिहे हुँदैन बुवा। लघु चलचित्र भिखारी कथाका कथाकार श्री मित्र उराठी गौतम मफसलमा रही साहित्य कर्म गर्दै आउनुभएका एकजना स्थापित लघु कथाकार हुनुहुन्छ। पिता श्री मोती प्रसाद गौतम र माता श्रीमती उन्नता गौतमका सुपुत्र मित्रको जन्म विक्रम सम्वत 2030 जेठ 24 गते अमरपुर गुल्मीमा भएको हो। पेसाले एक निजामती कर्मचारी, उनले व्यस्त दिनचर्याका बावजुद पनि कथा, लघुकथा, कविता, गीत आदि विधामा सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ। हाल तिलोतमा नगरपालिका वडा नम्बर 2 रूपन्देहीमा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका गौतमको सतिमलाका गौतम वंशको चिनारी 2069, कविता सङ्ग्रह लकडाउनको उपहार 2077 र टुक्का कविता सङ्ग्रह 2080 गरी जम्मा 3वटा कृति प्रकाशित छन्। विक्रम सम्वत 2073 देखि विक्रम सम्वत 2080 सम्मका अवधिमा निरन्तर साहित्य लेखन सङ्घ संस्थाहरूप्रति पुर्याउँदै आउनुभएको सक्रिय योगदान र समर्पणको उच्च मूल्याङ्कन गर्दै उनलाई विभिन्न सङ्घ संस्थाहरूले विभिन्न पुरस्कार र सम्मान पत्रबाट सम्मानित गरिसकेका छन्। भानु पोखरीका भ्यागुताहरू उनको पहिलो लघुकथा हो, जुन अमेरिकाबाट प्रकाशित अनलाइन पत्रिका eNeplis.com मा प्रकाशित छ। यी बाहेक साहित्य पोस्ट अनलाइन पत्रिकामा प्रकाशित लघुकथा इन्साफ, धुरान्ध, भगौडा बिरामी, निर्देशन आदि उनका उत्कृष्ट लघुकथाहरू हुन्। फुर्सदमा साहित्य सिर्जनामा रमाउने श्री मित्र उराठी गौतमज्यूलाई सुस्वास्थ्य, उत्तरोत्तर प्रगतिका साथै सक्रिय सृजनशील जीवनको हार्दिक मङ्गलमय शुभकामना साथै आभार व्यक्त गर्दछौँ।